ढुकुरलाई हान्दा कुकुरलाई यो दर्कोहरू मरेछ होइन। यहाँ चाहिँ एकदम जाडो भएर चाहिँ यहीँ नै केटाहरूले चाहिँ एकदम आगो फुक्दैछ होइन यहाँनिर। हेलो एभ्री वान, सेवा र सेवा है। आज केरुङको तर्फबाट आज केरुङ धेरै लङ टाइम पछि चाहिँ फिस फुटिङमा आएको छ होइन। हेरौँ आजको दिन चाहिँ शिकार के कति हुँदो रहेछ होइन। आज हाम्रो केटाहरू पनि माथि भाइले पनि हाम्रो यस्तो जाल यहाँ अलिकति माछा मराइ भयो कि यहाँ हाम्रो माइला भाइले पुरा आगो फुक्दैछ। आगो बोलो कान्छा बलिसक्यो त। हेलो सेवार गर्दा सेवार देखेन हौ सबलाई होइन माछा खानु पर्यो नि त। ल माछा मजाले एकदम मजाले धुनु है। एकदम माछा माथि भाइले जाल हान्दैछ होइन। ओ कान्छा जाल माछा पर्यो। ओहो एकछिन देखा खोइ देखा आम्मामा खोइ कतिवटा एउटा अर्को देख उता पनि हल्लिँदैछ उता यहाँ पनि हल्लिँदैछ। भाइले अहिले 2टा माछा पाएको। आज कति खुसी लागिरहेछ। ल कान्छा भन्दै मेरो कान्छा भाइ चोटि हानेको जाल होइन 2टा माछा पर्यो। फर्स्टचोटि उसले जाल हान्दाखेरि चाहिँ 2टा माछा पर्यो होइन। फाइनल ऊ चाहिँ अहिले सिक्दै गरेको उसलाई सिकेको म त तर माछा परिरहेको क्या। ढुकुरलाई हान्दा कुकुरलाई ढुकुरलाई हान्दा कुकुरलाई ढुकुरलाई त ढुकुर लागिरहेछ क्या यहाँनिर। ढुकुरलाई लगाएर चाहिँ यस्तो गरेर माछा देखेन जे पनि हुन सक्छ यहाँनिर। आम्मा साह्रो ठुलो पारेछ त यार। अर्को नि छ यहाँ। हेरौँ त अर्को हेरौँ त। आज चाहिँ होइन आज चाहिँ हामी यो दुवाली थुन्नुको लागि आएको छ होइन। यहाँ सानो खोला छुटेको रहेछ। यही खोला थुन्नु देखा अर्को 2टा माछा पारेछ भाइले होइन। फर्स्टचोटि हान्दाखेरि है ल हाम्रो भाइले माछाको लागि खोइ त्यो माछा यहाँले भाइ यहाँ हेर्नुहोस् है कता गयो माछा भाग्छ है। माछा भाग्छ यत्रो पारेछ यार। भरे त यो हात जत्रो मारिन्छ नि हो माछा त। भाइले यहाँ माछा केलाउँदैछ है माछा केलाउँदैछ भाइ। कतिवटा पारिस् भाइ देखा ल यो चाडा यो पनि धुइदे हो र यो पनि धुइदे पारिहालेछ है। ल ठिक छ यसो दाइको भ्लगमा केही भन्दैन हौ मेरो भाइ। दाइलाई अब होइन अब सपोर्ट गर्नु पर्यो होइन। सबैजनाले होइन माया देखाइदिनु पर्यो है। यो माछा चाहिँ होइन यसो अलिकति चाहिँ अचार खाइहाल्ने अरे कि त्यही भएर आगो पनि बलिसक्यो होला। म हेर्दैछु है आगो पनि बलेछ धुवा उड्दैछ। आगो पनि बलिसक्यो धुवा उड्दैछ है। गुटुङ टुङ धुवा उड्दैछ आगो। हेर्नुहोस् है हाम्रो यो चाहिँ भनेको माई खोला हो। यतापट्टि चाहिँ पारी यता माथि चाहिँ तारेबिर भन्छ। यता माथि चाहिँ ममै। हाम्रो चाहिँ यो माथि घाम देखेको मुनिपट्टि पर्छ है गाउँ चाहिँ एकदम रमाइलोवाला गाउँ छ। हाम्रो कान्छाले हानेको छ। कान्छाले फेरि पारे जाल हान्नै आउँदैन भाइलाई। सिकेको 2चोटिमा कत्रो निकै ठुलो पारे सिक्यो हेरौँ देखा त यस्तो उचाल त आमाले निकालेछ। खुसी छस् अर्काको ज्यान मारेर खुसी छस् है। आमै त अर्काको ज्यान मारेर कहाँको माछा देख्दिनँ त म त यहीँ रहेछ यार। कुन माछा हो यस्तो यार। एउटा बुदुना माछा पनि परेछ। ल त साथीहरू भिडियोमा एकदम जोडिएर बस्नु होला होइन। धमाका हुन्छ है केटाहरू। आज भरे तपाईँहरू यो भिडियोमा एकदम जोडिएर बस्नु। यत्रो माछा मारिन्छ भने यत्रो पनि मर्नु सक्छ होइन। तपाईँ आज भिडियोमा जोडिएर बस्नु होला त। जाल देखाइदे भाइलाई हतार भइसक्यो फेरि ले भन्दैछ भाइले होइन। हेर्नु त भाइ त्यो पोलिसकिस् फेरि 2टा आयो भाइ। फेरि 2टा आयो यार। फेरि 2टा आयो भाइले सिक्दै गरेर पिया पारिरहेको छ। ल यहाँ पनि आयो 2टा
केलाउनु पर्छ नि त नि हेट तरिका हो केलाउने र नकेला हो यो सेकुवा हुँदैछ है माछाको सेकुवा आज चाहिँ रमाइलो हुने भयो क्या आज माछा मार्ने भनेको चाहिँ हामीले राति हो होइन 10 बज्छ होला रातिको आज होइन राति माछा कतिको मर्छ त्यतिखेर राति भिडियोमा देखाउने प्रयास गर्नेछौँ हामीले है त आज खोलै फर्काउने हो क्या यहाँको हामी सानो खोला छ यो खोला यही खोला यता तल गएको छ यो खोला फर्काउने आज चाहिँ हेरौँ माछा कतिको चाहिँ मर्दो रहेछ होइन सब हाम्रो हतियारहरू यहाँ छ खुकुरीहरू यहाँ छ है कोदालोको बिड यहाँ छ कोदालोको बिड होइन हाम्रो अरू कोदालो खोइ हौ यसमा यो कोदालो लगाउनु पर्ने केटा यो खुकुरी केटाहरूको यहाँ छ होइन अर्को आमामा केटाहरूले खाजा पनि ल्याएर छ खाजामा चाहिँ के हो ल है खाजामा चाहिँ चौचौ छ है खाजामा चाहिँ के हो यो करेन्ट रहेछ है खाजामा चाहिँ ल आजको खाजा भाइले त के हो हाम्रो भइसक्यो त सेकुवा हुँदैछ है यो सेकुवा त्यो पाकेको चाहिँ निकालिहाल्न भाइ चाखिहालौँ त कस्तो हुँदैछ आजको शिकार हेरौँ कस्तो डढिसकेछ है क्या हो यस्तो पढाउनु पर्छ हौ जाँठोलाई हे तेरेका क्या देउताले यता भूतपातलाई चढाउनु पऱ्यो नि त हौ ल मजाले निकालेर चढा त भाइ मेरो भाइ दामी तरिकाले चढा त भाइले हानेको फेरि निकालेछ भाइले ओ माथि निकाल्दैछ पर्यो फेरि निकालेछ देख्नु भयो माथि हो एकजना मान्छे आउँछ त्यो बसेको भाइ चाहिँ फेरि उसले फेरि पारेछ केमा राख्यो कस्तो छ हेर्नु त ठिक छ है पाक्यो मजाले हेर है कस्तो दामी पाकिरहेको छ यहाँ त उयो पो झन्डै भयो त ल ठिक छ हौ माइ गड ल एकछिन ल अरू दुईटा पनि ल यहाँ एउटा टल्किरहेछ मजाले पकाए मजाले दामी बनाइदिन्छु नि यतिको चल्छ नि दाइ चल्छ होला नि मजाले पकाए आगो मरिसक्यो तेरो त भाइ मर्दैन कान्छाले बोल्दैछ यहाँनिर होइन चढाउनु दाइ तँ चढान हो म कसरी चढाउँ म त सुरुमा त हो के हो निकाल्नु हाम्रो शिकार ल हाम्रो दाइले चाहिँ अब माछा चढाउनु हुन्छ माछा चाहिँ अब जङ्गलीहरू लाग्छ नि त होइन खोलामा अनि यसो चढाएर चाहिँ अब हाम्रो माछा चाहिँ पाकिसकेको छ म चाख्छु ल दाइले अब ठुलो मान्छेले पहिले चाख्नु पर्यो नि त पाकेछ ल ठिक छ कस्तो स्वाद कस्तो छ खोलाको माछा एकदम टेस्टी ल माछा पोलाइ खतरा हुँदैछ है ल यहाँनिर ल के हो माछा त देखिँदैन त मेरो भाइ माछा देखिँदैन त खोइ हो माछा त अनि के हो अनि मान्छे पोले जस्तो भइरहेको त अनि खोइ माछा भित्र दाउरा माथि हो सामान खोजौँहरू उतै पारीको वार पारेर 1 बजी पठाउँ त हुन्छ ल पड्काउने भने एकछिन साथी मेरो ल पड्काउँ सल्लाह गरेर माछा पोल्दैछ यहाँनिर भाइ फर्कै पोले ल फर्कै पोले ल जना आउँछन् उबाट एकदम मजाले पोल्नु पर्यो केटा एकदम मजाले है ल हात उठाउनु पर्यो नि त ल हात उठाउँ दामी ल हात उठाउँ ल एकदम बडा केटाहरूले माछा दिएकै छौ माछा पोलेको हो कि के पोलेको हो यस्तरी अघि मात्रै आधी किलो खाइयो होइन पोलेर मैले त अनि जम्मा 8-9 मात्रै दिएको थिएँ त आधी किलो थियो त्यो आधी किलो थियो त्यो कोदालो बेड कहिले हाल्ने हौ फाइनली होइन हाम्रो केटाहरू चाहिँ आइसक्यो पल्लीहरू लिएर होइन पल्ली लिनुको लागि गइसकेको थियो होइन
हाम्रो भाइले पल्ली ल्याइसक्यो होइन कस्तो गरौँ छ भाइ ओभर दाइ ओभर गरौँ छ होइन बगाउने 25-26 किलो छ हो कति किलो छ र 26 किलो ल हाम्रो भाइ हाम्रो दाजु पनि आइसक्यो होइन दाजु ल ओ दाजु खै कतिवटा पल्ली ल्याउनु भन्नु त दाजुले दुईवटा पल्ली लिएर आउनुभयो होइन हाम्रो दाजु यता हुन्छ दाजु चाहिँ एकदम लजाउनु हुन्छ दाजु किन लजाउनु भएको आज दुईवटा पल्ली भइसक्यो होइन आज चाहिँ पनि आइसक्यो है त नस्ता देखाइदिनु दाजु खोइ नस्ता खोइ खै ल नस्ता देखाए नस्ता देखा न यो चाहिँ के हो बियर जस्तै छ त ल नस्ता पनि आइसक्यो नस्ता यता देखा ल नस्ता आइसक्यो होइन अर्को नस्ता देखा ल हाम्रो दुईवटा पल्ली आइसक्यो होइन अब भनेको चाहिँ ठ्याक्कै 11 बजी चाहिँ हामीले रेडी गरिन्छ यहाँ चाहिँ एकदम जाडो भएर चाहिँ यहीँ नै केटाहरूले चाहिँ एकदम आगो फुक्दैछ होइन यहाँनिर आगो बलिसक्यो उयो आम्मा यस्तो जाडो भएर आगो फुकिरहेको छ केटाहरूले होइन यहाँ हाम्रो मेन दाइले चाहिँ यहाँ आगो बालिरहेछ होइन आगो बल्छ कि बल्दैन हेरौँ है त हाम्रो दाजु ओ दाजु यता हेर्नु यता हेर्नु त यता हेलो साथीहरू फाइनली आगो चाहिँ बलिसकेको छ है अब चाहिँ यहाँ खतरा हुनेछ होइन अब हामीले उहाँ माछा मार्ने भनेको चाहिँ रेडी बनाएर आएछौँ होइन भाइले हेर्न रमबम खोल्दैछ अब रमबम खानु चलाउनु आँटेको अरे होइन ल एकदम राति छ हेर अन्धकार छ क्या अन्धकार छ भाइले पुरा अब सिकारको लागि होइन लुगा खोल्दैछ होइन अब आगो बलिसक्यो यहाँनिर गोटुङ टुङ आगो बलिसक्यो अब टक्क आगो तापेर होइन चक्क अब होइन माछाहरू टक्क चरुन निस्किन्छ त्यतिकै ज्याममा थुन्ने हो क्या होइन ल हेर्नुहोस् है साथीहरू आज चाहिँ हुडिङमा आएको छ कि रमाइलो भइरहेछ मेरो दाजुले टस बोकेर जाएछ दाउरा खोज्नुको लागि होइन ओ दाउरा खोज्दैछ होइन अब रातिको हुडिङमा चाहिँ एकदम रमाइलो हुने रहेछ क्या साथीहरू सबै हेर्नु आमा जाडो लाग्यो अरे होइन टक्क यहाँ आगो ताप्दैछ आम्मा आगो त डेन्जर पो बल्यो त आम्मा यार आगो त डेन्जर पो बल्यो त है आम्मा ल ठिक छ ल एकदम खुसी लाग्यो आम्मामै केटाहरूले आगो बालेको हेरौँ त बोटो आगो बालिरहेछ कस्तो रमाइलो लाग्यो भाइ भन्दै रमाइलो लाग्यो हामी त ठ्याक्कै 3 बजी आएको यार 3 बजी आएको अहिले कति बज्यो ठ्याक्कै 7 बज्यो ल भनेपछि 4 घन्टा भइसकेको छ 4 घन्टा भइसकेको छ हामी आएको अब 4 घन्टा मैले ज्याकेट ल्याइनँ नि भाइ त्यही म त ज्याकेट नलाए पनि बास माछा चाहिँ मर्नु पर्यो क्या मेरो भाइ माछा चाहिँ मर्नु पर्यो आमा खतरा आगो बाल्यो केटाहरूले यार आमा खतरा आगो बालेको क्या होइन त सबैजनाले होइन सबैभन्दा होइन यो भनेको मेरो कान्छा भाइ अस्ति पनि तपाईँले देखिसक्नुभयो होला होइन भाइले बोलेर च्यानल हालेको थियो यहाँ हाम्रो दाई हुनुहुन्छ दाई खासै बोल्दैन है ल भाइको च्यानलमा के भन्नु पर्यो दाजु ल भाइको च्यानल भन्नु पर्यो नि भन्नु परेन सबैले माया गरिदिनु सपोर्ट गरिदिनु होला धेरैभन्दा धेरै माया देखाइदिनु होला ल ठिक छ ओ आमा केटाहरूले के हो आगो बाल्नु खोज्छ हेर आमा एकदम रमाइलो आगो बालेको छ केटाहरूले होइन रमाइलो भइरहेछ आमा रमाइलो छैन तँ के हो देख्नु भयो आमा रकेट झऱ्यो कहाँ गयो कहाँ गयो हेलिकप्टर होइन हौ आमा ल बबाल रमाइलो भइरहेछ आज बबाल रमाइलो भएछ केटा आफ्नो धोनमा छ होइन हो आमा हो हेर्नु आगो डेली बलेछ ल साथीहरू अब चाहिँ होइन अब भनेको चाहिँ यो लास्ट आगो तापेको हामीले होइन
लोधियादेखि लोधिया लास्ट आगो तापिरहेको छौँ अब एकछिनमा एकैचोटि माछा मारेको होइन लास्टमा कति माछा मारिन्छ त्योसम्म लास्टसम्म देखाउने छौँ है आजको लागि अब अहिलेको लागि चाहिँ यति नै होइन रमाइलो पनि गरियो माछा मरे पनि नमरे पनि हामी खुसी नै छौँ होइन रमाइलो भइरहेको छ होइन अब हेरौँ माछा कति मर्छ त्यस पनि सबै देखाउने छौँ तपाईँहरू चाहिँ जोडिरहनु होला है सबैजना जोडिरहनु होला है लास्टसम्म भिडियो हेरेर तपाईँहरूले फुल सपोर्ट गर्नु होला मिस्टर केरुङ ब्लग 1192 ओके ल यहाँ आगो चाहिँ गुटुङ बजिरहेछ हाम्रो साथीहरू चाहिँ पुरा आगो तापिरहेको छ आगो तापिरहेको छ होइन यहाँ हाम्रो दाजु पनि एकदम टोपी लाएर झ्याप्प बसिरहेछ होइन अब भनेको हाम्रो चाहिँ रेडी भइसक्यो होइन रेडी भइसक्यो अब झ्याप्प 11 बजे भनेपछि हामीले झ्याप्प त्रिपल ल्याम्म लाएर चाहिँ छ्याप्प खरमा फर्काउने माछाको शिकार गर्छौँ होइन झ्याममा थर्काउने त्यसपछि माछा कति मर्छ भने चाहिँ तपाईँले जोडिरहनु होला हामी कति माछा मर्छ भने चाहिँ हामी देखाउनेछौँ होइन त मेरो कान्छा भाइ यहाँ ढल्किरहेको छ मेरो कान्छा भाइ दुईजना चाहिँ नौलो हो कि शिकारमा अब त्यति माछाको शिकारमा हिँड्दैन थियो होइन अब बुढी घरमा छ साह्रै बुढीको नेस्रो लाग्यो भन्दैछ कि खोइ के गर्नु दाइ के भन्नुहुन्छ यसको बारेमा चाहिँ केटाहरूलाई टेन्सन नगर मेरो भाइ दाजुभाइहरू साथीभाइहरूसँग भनेपछि हिँड्नुपर्छ बुढीको टेन्सन नगर बुढीहरू भनेको यहाँ दुईजना चाहिँ ढल्किरहेको छ साथीहरू बुढीहरूले पनि एकदम बुढीहरूले कराइरहेको थियो कि जबरजस्ती हेर मुझे खुकुरी हलाउँदैछ बुढीहरूले कराइरहेको थियो कि जबरजस्ती लिएर आएको केटाहरूलाई होइन यहाँनिर गुटुङ टुटुङ नै आगो बलिरहेछ केटाहरू यहाँ ब्याग बोकेर बसिरहेछ एउटा ऊ त्यहाँ तेर्सिराखेको छ धुवाले देखिएन तेर्सिरहेको छ होइन एउटा भाइ ऊ त्यहाँ हाय हाय गरिरहेछ होइन सेवारो पनि गरिरहेछ ओ दाजु यता हेर्नु दाजु हेर्नु दाजु ऊ त्यहाँ फोनमा उसको लभ के अरे उरान भुपूको चाहिँ पुरा भिडियो हेरेर बसिरहेछ होइन 2 hours later. यति नै आजको माछा चाहिँ ल कति 4 केजी जति भएछ है माछा भाग लाउनेहरू केटाहरू है आजको मेहनतको फल चाहिँ यति नै हो है आज मेहनतको फल होइन आजको लागि यति नै हो